हेलो हेलो नमस्ते नमस्ते साथीहरू नमस्ते। नेपाल आएको 9-10 दिन भइसक्यो। मेरो रेगुलर काम भनेको नेपाल आएपछि मेरो ब्याकग्राउन्डमा देखिन राख्नुभयो होला, बाख्रा हेर्ने भइरहेछ है। रेगुलर काम भनेको बाख्रा हेर्ने भइरहेछ हेर्नुहोस्। तर एउटा कुरो चाहिँ नि मलाई के भन्न मन लाग्यो भन्दा, अर्काको ठाउँमा मजा के अरे दिनको 8-9 के अरे 9-10 घन्टा खटिनुभन्दा त यहीँ बाख्रा चलाउने मजा आउँदो रहेछ क्या। आफ्नो यहीँ यता बिहान बेलुकी मिठो नमिठो खाएर बाख्रा चलाउने मजा आउँदो रहेछ। अन्त तर चाहिँ नि यो बाख्रा चराएर चाहिँ सेलेरी चाहिँ नपाइने है। महिनामा रहेछ त सेलेरी पाइन्थ्यो, यहाँ चाहिँ सेलेरी नपाइने क्या। दुःखको कुरै रहेछ। यस्तो छ हाम्रो बगरमा चाहिँ नि टन्न यसरी बाख्रा साख्रा मजाले चरायो होइन, गयो बस्यो, खाजा खायो, दिनमा घरमा गयो खायो, आनन्द त आनन्द छ। तर महिनापछि पैसा नआउने त्यही भयो क्या। अलि अब के भने बुढीसँग पैसा मागेर भएन होइन त। बुढीसँग लाग्यो बुढी ल महिनामारी पैसा ले भन्न नमिल्ने, के गर्नु, समस्या भनेको यही हो।